हेलो गुड मर्निङ सबैजनालाई। म चाहिँ भर्खर कामबाट निस्केर आएको अनि यहाँ चाहिँ आज प्रोग्रामको अन्तिम दिन हो। 4 दिन भए पछाडि शुक्रबारदेखि भएको आज सोमबार अन्तिम दिन। सबैजना मिलेर सधैँ रातभरि प्रोग्राम हुन्छ अनि बिहान चाहिँ सबै मिलेर सफा गर्छ, पानी हाल्छ क्या यहाँ। अनि त्यहाँ दुईजना आमाहरू देखेर मलाई हक गर्न बेजिनु गर्न आयो होइन। अनि म तिनीहरूसँग छुटेर यहाँ यसो सोध्यो के छ खाना भनेको आज मैले। अनि आज चाहिँ माछा मात्र छ अरे कि रातिको लागि। अनि मैले घर आएर कुखुरा निकालेर कुखुराको मासु पकाएँ। अनि कुखुराको मासुसँग चाहिँ गेडागुडी र बन्दाकोपी मिसाउने भनेर पखाले बन्दाकोपी है। थाकेर त आएको छ, के गर्नु, खाना बनाउनै पर्यो, खानु परिहाल्यो होइन। लोड भएको छ कि अस्तिको हप्तादेखिबाट पुरै हप्तै पछि काम भइरहेछ होइन। अनि मलाई कस्तो ढिँडो खान मन लाग्यो। अनि मैले अलिकति घिउ हालेर पानीमा पिठो घोलेर अनि बनाएँ यसरी होइन। इनर्जी नै छैन कि ढिँडो मस्काएर खाने चाहिँ। अनि त्यही भएर मैले छिटो छरितो तरिकाले यसरी बनाएको। त्यसपछि घर सफा गर्न थालेँ म होइन। घर सफा गरेँ, मेरो करोडको सम्पत्ति पनि ओहोर दोहोर गरेर सफा गरेँ। अनि हल्का सामानहरू हालेँ, यहाँ लुगा धुनलाई हालेँ। त्यसपछि टोयलेट सफा गरेँ, ऐना हेरेर आफै पुस्दै हाँस्दै गरेँ। त्यसपछि खाना खान थालेँ पुछा गरेर होइन। दही हो यो चाहिँ, पानी हालेर अलिक पातलो बनाएको। तर खाना अलिक चिसो भइसकेको छ क्या। ढिँडो चाहिँ तातो तातै खाँदा मिठो हुन्छ होइन। त्यही पनि मिठो मानेर खाएँ होइन। थ्याङ्क यू होइन। अनि त्यसपछि खाना खाएर रुममा आएर आराम गरेँ। थ्याङ्क यू फर वाचिङ भिडियो। बाई बाई सबैजनालाई।